आजको खाना भात तरकारी दाल अनि चटनी छ। यता मेरो छोरीले हेरिरहेको छिन् गाइजहरू, हेर्नु। नमस्कार गर छोरी सबैजनालाई। छोरीले हजुर हजुर के अरे मलाई पनि देखाऊ भन्छ। म बोल्दिनँ अनि बोल्दिनँ अरे, बोल्दिनौ पछि त बोल्दिनौ मम्मीसित। किन बोल्दिनौ? देखायो भने मम्मीले देखायो भनेर मम्मी क्याङ गरी भनेर छोरी मैले खाना खाँदैछु, हजुरहरूले देख्दै हुनुहुन्छ। आज पनि बोडीको दाल अनि फेरि फुर्सीको मुन्टा। हामीले फुर्सीको मुन्टा र बोडीको दाल डेली खान्छौँ। लसुन गायो, लसुन र प्याज एकदम मनपर्छ। हजुर दाल लसुन